हेलो एभ्रिवान वेलकम टु माई न्यू ब्लग। आज हाम्रो प्लान भयो जयगाउँ जाने अनि यस्तो रेडी भएर चाहिँ केस मिलाउनु थालेको। मेरो केसले कोअपरेट गरेन, किचकको जस्तो भएर बसिरहेको छ। अनि बाहिर निस्केर हेरेको त क्या दामी सरर हावा चलिरहेको रहेछ। अनि हाम्रो जर्नी सुरु भयो यहाँबाट। हामीलाई जानु थियो एटिएमपट्टि, किनकि एटिएममा गएर पैसा निकाल्नु थियो थाहा छ। बट जयगाउँमा चाहिँ हाम्रो एमबब अरे एमपे अरे जिपे अरे त्यस्तो के चल्दैन। बेसी जस्तो क्यास नै माग्छ। चल्नु त चल्छ तर त्यति साह्रो चल्दैन, क्यास नै माग्छ। अनि एटिएमबाट पैसा निकालेर यस्तो लाइन हेरेको त नजाउँ जयगाउँ गाडी लिएर भनेर चाहिँ टक्कै पार्किङ खोज्नुपट्टि लाग्यौँ। पार्किङ खोज्दाखेरि चाहिँ यो लाइनमा पार्किङ छैन रहेछ। त्यहाँदेखि टाउनभित्रै पस्नुपर्ने रहेछ भने चाहिँ टाउनतिरै लाग्यो हामी। अनि मान्छेको लाइन पनि गाडीकै जस्तो छ होला भनेर गएको त मान्छेको लाइन त छैन रहेछ एउटा पनि, फ्री रहेछ। त्यहाँ यस्तो यता हेरेको 3टा अङ्कल ट्रिप्लेट्स जस्तो एउटै लुगा लगाएर भुइँ देखाएर हिँडिरहेको रहेछ। यस्तो गेटको भ्यू। टर्मिनलभित्र पनि भिडियो बनाउँदै आउँदैछ तर ठिकै अगाडि त्यसो देखेर चाहिँ लु केही गरेको छैन भने यस्तो गरेर फोन उँधो गरेर सरर हिँड्नु थालेँ। अब टेक्यो जयगाउँको भिडमा। अनि ठिक्क जाँदै जाँदै अङ्कलले अफर एउटा दामी दिएको थियो, 100 रुपियाँमा 3टा मोचा। अफर त राम्रो थियो बट क्वालिटी राम्रो थिएन, त्यही भएर ब्याग बेच्नु बसेको रहेछ चस्मा लगाएर टक्क। राम्रै देखियो, ठिकै हो हाम्रो भुटानको त्यस्तो गरिदिएको। जय माता दी भनेर चाहिँ हाम्रो खास जानुपर्ने चाहिँ रिलायन्स डिजिटलभित्र सटे गयौँ। काम सकेर बाहिर निस्केर चाहिँ फेरि उसको सपिङ अरे कता के किन्नुको लागि। अनि यहाँनिर चाहिँ उसले हेयर क्लिप किन्ने भनेर एउटा टिप्दै राख्दै अर्को टिप्दै राख्दै अनि यहाँबाट फाइनलाइज गरेर चाहिँ कलर सेलेक्ट गर्नुको लागि चाहिँ लेफ्ट एन्ड राइट कुन चाहिँ लैजाउँ भने चाहिँ उसले राइट साइडको लाने भनेर चाहिँ हिँड्यौँ हामी। भुटान गेटको भ्यू चाहिँ इन्डियापट्टिबाट चाहिँ यस्तो छ। गाडी पनि प्याक, मान्छे पनि त्यस्तै हिँडिरहेको हुन्छ। अनि हामी गयौँ लभली स्विट्सपट्टि मिठाई किन्नुको लागि। त्यहाँ गएर चाहिँ भैयासँग यस्तो गफ गरेको। पहिला म सानोमा यहाँ पढ्दाखेरि पनि लभली स्विट्स यहीँनिर थियो। कति इयर्स भयो यहाँनिर भनेको 30 चाहिँ 27-28 इयर्स भयो। भैया जन्मिनुभन्दा अगाडि रहेछ। हामी त के अब हामी अलिक सानै हो। भैया जन्मिनुभन्दा अगाडिदेखि थियो। यो चाहिँ भुटान एन्टर गर्ने गेट जानेको बाटो। यो वालदेखि माथिल्लोपट्टि चाहिँ भुटान, उँधोपट्टि चाहिँ इन्डिया हो अहिले। यहाँनिर चाहिँ खासमा भुटान पस्ने ठाउँमा पनि लाइन हुन्थ्यो। फाइनली वी आर इनसाइड आवर कन्ट्री। यहाँनिर चाहिँ फोटोजहरू लगाएको रहेछ फर्स्टमा। यो ई गेटमा चाहिँ हाम्रो अनुहार डाइरेक्ट स्क्यान गरेर आइडी कार्डहरू देखाइरहनु पर्दैन, तर कोही बेला चिन्दैन। अनि यहाँनिर फेस स्क्यान भएन भने चाहिँ उता गएर फेरि आइडी कार्ड देखाएर लाइनमा बसेर आउनुपर्छ। तर मलाई चिने यहाँनिर, त्यहाँदेखि गयौँ हामी। अनि यो अगाडि देखेको चाहिँ फेन्सलिङ हस्पिटलको स्टाफ क्वार्टर्सहरू। त्यहाँदेखि यहाँ अगाडि चाहिँ एउटा मालिदोङ कोड, त्यहाँदेखि यो फेन्सलिङ हस्पिटल सबै त देख्दैन रहेछ। एन्ड फाइनली पुग्यो हाम्रो घरमा। गाडी पार्क गरेर जाने हो। अनि यहाँसम्म हेर्ने कोही छ भने थ्याङ्क्स फर वाचिङ एन्ड प्लिज फलो। थ्याङ्क यू।